ओ के छ यार कताबाट हो त नि आज 81 बाटोमा के छ यार? अनि ठिक छ नि हाम्रो त यार। अनि गाडी त किनेछ त अनि हेर्दा त ठिकै छ। यार ठिकै छ भर किने आऊ मैले पनि। बाइक भन्दा त मलाई यो एकदमै मजा आइरहेको छ। मजै छ भन, मजै छ, ठिकै छ। त म पनि एक राइड हान्नु पर्छ कि क्या हो? हेर्दा त चलम बह के छ एकचोटि चलम त यार हुन्न नि यार, मलाई त कति गाह्रो भयो भर सिक्यो यार। यसको फङ्सनै एकदम डिफ्रेन्ट छ कि यसको फङ्सन। यहाँ हर्नहरूको यता हुन्छ नि, यसको यता छ, एकदम डिफ्रेन्ट छ फङ्सन। यो गाह्रो छ चलाउन यार। नाइ यार तँलाई कहाँ आउँछ त नि यस्तो चिज यार। हेर्दा त सजिलै छ। मुला गपेर जाला अस्ति मुला प्लेन त उडाएर आयो मुला यता मुला म चलाउँछु मुला। म हेरेँ बरु चिलाउ म सिकाउँछु बरु तँलाई बरु कसरी चलाउनुपर्छ हेर बरु। ल हुन्छ चला नि त, थोरै अगाडि लैजा, त्यसमा म हेर्छु। त्यहाँभन्दा अगाडि चाहिँ नलैजा, म हेर्छु त्यो अनुसार बल्ल तँलाई चलाउनु दिन्छु। अब अगाडि यहाँ त लगिदिइहाल्छ नि। हेर्न यहाँ चलाउने कसरी। ल ल्याइज नि त, ल यहाँ अगाडि छ ल्याइज, ल यहाँ अगाडि छ। ओइ यही हो यसको ब्रेक अलिक मिलेन क्या? ब्रेकले गर्दा पछाडि गयो क्या? ब्रेकले गर्दा मिल्छ। ल अब ल्याइज भएन तँलाई आउँदैन भाइ, छोड दे। यसको सिस्टमै अलग छ। कहाँ जान्थ्यो यार यो चापी मिलेन चापी मिलेन। अब जान्छ हुन्न यार हुन्न हे। खुब ठुल्ठुलो कुरा गरेपछि त प्लेन उडायो हुन्न। 3 पाङ्रे प्लेन उडाएर त अटो उडाएको यस्तो। अगाडि लान्छु भने पछाडि लह, ब्रेक भने पछाडि लह, चापी आउन्न भने पछाडि लह। हुन्न अबे गफाडी प्लेन उडाउने मान्छे त भागिहाल्छ। भाग